One. Nice flavor आइरहेछ हेर यहाँ यसरी थिममा चाहिँ के हो यसलाई चाहिँ आनन्द जलाउनुपर्छ मजाले यसरी बिस्तारै चिज गरौँ न आज चाहिँ हामी होइन बिरयानी चिकन बिरयानी खाने भनेर होइन अनि यो चिकनहरू स्पेसल हैदराबादी दम बिरयानी चिकन बडो बडो पिस छ यो चाहिँ अब यसमा बिरयानी खानको लागि ब्राउन अनियन बनाउँछ है ब्राउन अनियन तेल कम्ती भएछ त्यो ठिक छ पाक्छ हाई फ्लेममा लसुन धनियाँ अदुवा लङ सुकमेल हुन्थ्यो प्लस अघि गरेको ब्राउन अनियन है Smell is very nice. र सबै हाल्नु पाउँदैन यति मात्रै हो कोरिएन्डर होइन मिन्ट लिफ अनि के त्यसमा कोरिएन्डर मिन्ट लिफ र त्यति मात्रै यो म्यारिनेट गर्नुपर्छ यसलाई होइन हामीसँग यसलाई केही समयको लागि म्यारिनेट गरिदिनु पऱ्यो यो चिज राखेँ होइन अब साल्ट राख्छु है साल्ट 1 2.5 है यसमा अलिकति फेरि म यहाँ भएपछि राख्नै मन लाग्छ फेरि यो सिक्रेट होइन अनि अन्त यो अब लाल मिर्च त हल्का थोरै हाल्नु पऱ्यो होइन बिरयानी भएपछि थोरै अब हामी त हल्दी बिना चल्दैन नि त हल्दी त हाल्नु पऱ्यो है यसमा के हो त्यो चिकन मसला थोरै होइन त्यसको पनि थोरै दही अब है 1 2 3 4 एकैछिन होइन अब यसमा उयोहरू कलरहरू मिक्स गर्छ होइन हामी चाहिँ कलर चाहिँ मिक्स गर्दैन यो के हो होइन होटेलहरूमा यताउता कलरहरू मिक्स गर्छ हामी होटेलहरू घरमै खानुलाई हो होइन यसमा एउटा चिज चाहिँ हाल्नु अलिकति बिर्सेको छ आफ्नै घरको टेस्ट हुन्छ यसमा लेमन होइन एउटा लेमन चाहिँ मैले राख्छु यसमा लेमन यसरी यसलाई अब केही समयको लागि म्यारिनेट हुन दियो यहाँ लाउँछु मजाले चलाइदियो अनि यसमा अझ मेन इम्पोर्टेन्ट थिङ भनेको होइन अलिकति बिर्सेको हल्का ओइल राख्नुपर्छ होइन हाम्रो यो तोरीको तेल हो है तोरीको तेल अब मस्टर्ड ओइल होइन त्यो चिजलाई एकदमै मायाले म्यारिनेट गर्नुपर्छ क्या खाना भनेको एकदमै मायाले बनाउनुपर्छ
फ्राई गराइरहेको छ होइन बिरयानी मसलाहरू मात्रै होइन भने चाहिँ यसलाई के हुन्छ मजाले बार्बेक्यू या त फ्राई होइन गरेर पनि खान सक्छ यसरी म्यारिनेट गरेर राखेको इट विल गो फर वाइल फर इन द फ्रिज होइन 2000 years later. ल अब हामी बिरयानी बनाउँदैछौँ है त बिरयानी बनाउनुको लागि के सामानहरू चाहिन्छ होइन बेसिक चिजहरू अब त्यहाँ उता के भन्छ एकदमै प्रोफेसनल बिरयानी बनाउनु चाहिँ होइन तर ट्राई चाहिँ गरेको हेरौँ त फर्स्ट होइन अब बिरयानी मसला छ यहाँ है अनि चिली पाउडर अनि स्याफ्रन अलिकति त्यो उसको होइन कलर दिनको लागि यसमा चाहिँ अब खडा मसलाहरू सबै छ सबै मिक्स छ लङ सुकमेलहरूदेखि लिएर दालचिनी अनि यो राइस पकाउँदै गर्ने अनि यो धनियाँ थोरै अनि प्लस यसमा अब टेस्ट अनुसार नुन छ अनि हामीले अलरेडी ब्राउन अनियन अलरेडी फ्राई गरेर राखिसकेको छ अलिकति काजुहरू होइन अन्त यहाँनिर अब कोरिएन्डर होइन चपिङ कोरिएन्डर अनि प्लस यो मिन्ट लिफ होइन चपिङ मिन्ट लिफ र अनि अलिकति चिल्ली र हामीसँग फाइनली होइन यो म्यारिनेट गरेर राखेको चिकन यहाँ छ है बिरयानीको लागि अब यसलाई म पहिला हाफ कुक गर्छु हाफ कुक गरेर अनि पछि 50% चामल अनि 60, 70, 80% चामल त्यसरी मिलाएर म एउटा उयोमा अलि त्यो कर्मश देखाउँदै जान्छु अहिलेको लागि यति नै राखौँ न यो भाडा चाहिँ सुटेको त छैन तर के हो सँग जे छ त्यसमा गर्नु पऱ्यो नि त थोरै मात्रामा तेल राखेर मासुलाई फर्स्ट कुक गर्नुपर्छ यो तेल हामीले अघि त्यो थोरै प्याज अनि के अरे काजु फ्राई गरेको नि त्यही भएर यो भाँडामा खनाएको यो तातै छ अलरेडी म्यारिनेट छ सबै चिजहरू अब अरू कुनै पनि इन्ग्रिडियन्ट्सहरू नहाल्ने फर्स्ट त कस्तो यो फ्राई गर्ने टाइपको हो कि कस्तो हो यो फ्राई होइन यसलाई कुक गर्ने हाफ कुक ए हाफ कुक भयो भने अनि अब राइसको लागि प्रिपरेसन गर्नु पऱ्यो है चामल अलिकति अलि भिजाएर राखिदिनु पऱ्यो लगभग 15-20 मिनट जति हो अलि टाइम लगाउनु पर्ने खासमा त तर ठिकै छ त्यति टाइमसम्म यो पाकी यो पनि पाक्दै गर्छ अनि प्लस यो पनि तातो हुँदै गर्छ 1 स्पुन त्यो हामी हाम्रो नेवारी चामल होइन अन्दाजी भ्याउँछु चामल अब यसलाई चाहिँ धोएर एकछिन भिजाएर राख्नु ल त्यो स्किन चाहिँ अलिकति क्रिस्पी भयो भने चाहिँ अनि अलिक सफ्ट हुन्छ क्या अहिले उसमा बिरयानी हाल्दा बिरयानी उयो गर्दा चामल भिज्यो अनि अब चाहिँ राख्ने यहाँ चाहिँ यो पाकिरहेछ है ढाक्दिनु त यसलाई 50% अनि 60, 70, 80% गरेर यसमा जान्छ है र त्यसको लागि अब यसरी चलाइदिन्छु त्यसरी चलाउनु नहुने हो खासमा ल पिठो मुछेर यसरी यहाँबाट लगाएर कि यहाँबाट हावा जान्छ नि त अनि यसरी लगायो भने हावा जाँदैन एउटा यहीँबाट मात्रै हुन्छ यो छ नि यहीँबाट मात्रै हुन्छ यहाँबाट लगायो भने चाहिँ हुँदैन हावा बाहिर निस्किनु पाउँदैन पछि उम्रिनु पनि लाग्यो ल यो अब चामल हाल्ने बेला भयो होइन
चामल हाल्ने बेलामा अब मासुहरू निकालेर यता राख्ने अलिकति तेल आधा मात्रै हो अनि ग्रेभीहरू निकालिदिने यसमा जम्मा 2 लेयर मात्रै जान्छ चामल हाम्रो है किनभने हाम्रो थोरै मात्रै बनाएको नि त बिरयानी यसकोमा माथिबाट चामल राख्नु यो 50% को चामललाई अब राख्दा हुन्छ है छोड्दै अब मलाई छोड्दै यहाँनिर हो अब यहाँनिर ग्रेडियन्ट्स पहिले हाल्नु पर्यो नि त चामल हाल्नु पर्यो 50% कुकको चाहिँ हो होइन त्यसको बरु पानी उयो गरेर फालेर पर्दैन यतिकै राख्दा हुन्छ केही प्रब्लम छैन यहाँ गइरहेछ त पानी यो तरिकै यही हो के यसको हो 50% कुक है अब एकचोटि अब 80% को जान्छ अब यसमा मैले अघि बनाएको यो ग्रेडियन्ट्सहरू अब यसमै अघिको अनि यो साफ्रन है टक्क पानी हाल्ने अलिकति हाल्दिउँ खै अलिक राम्रोसँग देखेन पानी हाल्दा यस्तो हुन्छ कि साफ्रन भनेको होइन है अब यसलाई एकैछिन पर्खेर अलिक चिजहरू हाल्दिउँ अब है यसरी है यसरी यसरी चामलमा है अनि चट्ट खुर्सानी हरियो खुर्सानी यसरी यस्तो यो धेरै पो भयो कि के हो यो होइन अनि अब छ्याप पलाएर फेरि यो यसरी त्यसो तर म चाहिँ यहाँबाट लास्ट हो क्या 80% कुक्ड है यो फर्स्ट मैले यो हालिदिन्छु साफ्रन हो कलरहरू छ यो चिजहरू हल्का होइन योहरू पछि अलिकति ग्रेभी होइन यसले पनि नयाँ सक्नु फिनिस मिर्ची यसरी अहिले यसको खानु मजा धेरै चिल्लो नखाने भएर घिच थोरै अलिकति बासा आउनुको लागि मात्रै हो यसरी अनि 2 तालामा गर्नु पर्यो होइन यहाँबाट यसरी थिममा चाहिँ के हो यसरी छोपिदिनु पर्यो अब यसको सास नजाओस् भनेर इट्स गोइङ टु बी दम है हाई फ्लेममा 10 मिनट 8 मिनट होइन 8 मिनट अनि पछि लो फ्लेममा maximum 45 minutes. Then our biryani will be ready. So at the same time we are going to prepare obviously biryani के लागि क्या चाहिए रायता. Okay, we have a curd and everything. Yes. So ओके अब चाहिँ हामी बिरयानीको लागि रायता बनाउन गइरहेका छौँ रायताको लागि चाहिने coriander, mint leaf, onion, cucumber and green chilli and yogurt and this is secret. This is my new things. Okay, I'm not going to share to anyone. This masala I'm going to use for this, okay. एउटा कुरा भनौँ
यो खुर्सानीको यो टुप्पाहरू किन फ्याल्नुपर्छ यसरी फ्यालेन भने यो टुप्पाहरू फ्याल्यो भने के हुन्छ थाहा छ केपीहरू भन्दा पनि रिसा मान्छे हुन्छ बुझ्यो है त्यही भएर त्यो फ्याल्नुपर्छ खुर्सानीको रिस भनेको टुप्पामा आउँछ है त्यही भएर हाम्रो केपी बाको लागि आज बिरयानी बनाइदिएँ मैले तर केपी बा त हिजो नै गइसक्यो नि गयो त के भयो त म उहाँ पनि त बस्नु ठाउँ छ नि त त्यो पनि त झन् सेफेस्ट प्लेस हो त नि हो त्यो चाहिँ हो कटिङ पनि खतरा छ यसरी चट्ट होइन चट्ट चट्ट होइन फेरि यसरी चट्ट चट्ट छैन देखियो यसलाई चाहिँ आनन्द जानुपर्छ मजाले यसरी बिस्तारै मान्छे पनि त्यस्तै हल्लिन्छ त नि अनि रायता भने यस्तो बनाउनुपर्छ है खाली पानी हालेको छ त्यो के यति दहीको त होइन तिनीहरूले त कहाँ खाइरहेको छ कति लिटर बनाउँछ र लसुन पनि हाल्छ अरे रायतामा राम कहाँबाट आएको सिकेको मान्छे एउटा होटलमा गइरहेको थिएँ म रेस्टुरेन्टमा अन्त त्यहाँ भन्छ कि त्यो के भन्छ लसुन पनि रायतामा हाल्छ अरे नचिनेको अदुवा मात्र हाल्नु बाँकी जस्तो फेरि पानी भन्दा पनि गएको हौ कुकुम्बर यति बाक्लो दही कहाँ राख्छ होला त दही यति बाक्लो अन्त हामी त बाहिर त्यो यस्तो खान्छ त यस्तो हुन्छ यस्तो हुन्छ कहाँ यो बाहिर हो त अरे टेस्ट नै भएन भनेको यत्रो आँखाले हेर्दा मलाई म त फेरि जे बेची पनि भइहाल्यो नि त यहाँ त त्यस्तो खालको छ नि त मैले त फेरि केमा भनिदिन्छु थाहा छ केमा भनिदिन्छु थाहा छ त्यस्तो मान्छेले मुखै अगाडि आइफोन के मिठो छैन भन्नुपर्छ क्यास पनि भनेको थिएँ नेक्स्ट इयर त्यसले बन्द गर्दैछ उयो त रेस्टुरेन्ट बिरयानीको यस्तो रायता हुन्छ भनेर भनेको धेरै चिजहरू भनेको होइन उसकै अनरहरूको ओके विल ट्राई टु इम्प्रुभ इन आवर रेसिपी एकपटक आएको होइन कस्टमर होइन नेक्स्ट प्रोडक्ट आउनुको लागि त फर्स्ट नै राम्रो दिनुपर्छ बेस्ट दिनुपर्छ बुझेन फर्स्ट नै राम्रो छैन भने कसरी त्यो फेरि पछि वेस्ट गर्न आउँछ पैसा नो हो नि ओके दिस इज गोइङ टु फर वाइल इन द फ्रिज रायता भनेको अलवेज कोल्ड राम्रो हुन्छ होइन ल यो पनि अब अलमोस्ट रेडी भइसक्यो अब यसलाई चाहिँ हामी एकैचोटि खोलेर मात्रै देखाइन्छ खाइन्छ त्यसपछि पापड प्राउन पापडहरू नाइस बिरयानी अब ओपन हुन्छ है बास्ना नै कति मिठो मिठो ल बिरयानी हैदराबादी बिरयानी
बच्चे लोग वो मिर्ची नहीं खाते हैं। नेपाली बोल्नु इंडियन भएपछि क्या नेपाली बोल्नु हुन्छ त This is homemade pickle. Hey, this is one of the super. राइता बाबुले चाहिँ यो खाँदैन पिरो छ नि त होइन बाबुलाई म दही राखिदिन्छु मिठो छ 3, 2, 1, go. मिठो छ बिरयानी मलाई चाहिँ राइता धेरै मनपर्छ मिठो लाग्यो थप्ने मलाई पनि राइता लाग्दैन हो राइता एकदम मिठो छ ठुलो खान्छ होला कि राइता हो राइता खान्छौ राइता राइता खान्न चेस गरौँ न एक पिस ल फर्स्ट म भयो होइन मैले सक्सेँ अनि उनीहरू चाहिँ खाँदैछ लास्ट बिरयानी मेरोसँग ठिकै थियो टेस्टी थियो होइन आज मैले चाहिँ बिरयानी खान सकेन हो अनि चाहिँ के खाएको थियो चिकन लेग पिस खाएँ हो अनि दुईवटा अनि ड्याङ्क खाइदियो त अनि त्योभन्दा के चाहियो ल ओके इन टाइम इन होइन से बाई सो नेक्स्ट ब्लग होइन मुकबान है ल बाई भन्नु ल बाई 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 बाई